यो ऱ्यापिङ पेपर भयो, यसलाई चाहिँ यसरी फोल्ड गर्ने, यसको ह्यापमा यसरी फोल्ड गरेर काट्ने। यसरी काट्ने, काट्ने भएपछि फेरि यसलाई यसरी फोल्ड गर्ने, अनि यसलाई पनि यसरी काट्ने। 4 पिस बनाउने। यो चाहिँ खासमा सानोको लागि हो है। एउटा सिङ्गल एउटा सिङ्गलको लागि बनाउनुको लागि 4 पिस गर्ने, अनि यो दुईटाले साइड लाउने, अनि यो दुईटालाई फेरि काट्ने। यसलाई फेरि हाफ बनाउने, यसको हाफ बनाउने है। अनि अर्को पिसलाई चाहिँ यसलाई फेरि एउटा हो, यो सिङ्गल छ, यसलाई चाहिँ 4 बनाउने। यस्तो भयो। अनि पेटीलाई हाफ गर्ने। अनि दुईटा गऱ्यो भने चाहिँ यसलाई 4टा। 4 छ भने अब यो हामीसँग अर्को सिङ्गल ठुलो छ है, यसलाई चाहिँ यस्तो गरेर फोल्ड गर्ने। अनि यहाँ चाहिँ जहिले पनि टेप लगाउने, कुर्तिँदैन भने सेक्युर गर्ने, जसरी आफ्नो बुटीलाई बलियो बनाउनु पऱ्यो। अनि यो भएर यहाँ पनि सेक्युर गर्नुपर्छ, टेपलाई सकेसम्म मजाले टेप लगाउनु होला, यसले गर्दाखेरि बुटी खुट्टा निस्किने हुँदैन, बलियो हुन्छ। यो भयो। अनि यसलाई यस्तो गरेर ऱ्याप गर्ने, माथिपट्टि यहाँ पनि मजाले टेप लगाउनु, टाइट गर्नुपर्छ। कुच्चिने के हुँदैन, फेरि अरू डिजाइन गरिन्छ। कुच्चिने झन् कुच्चेको झन् राम्रो फक्क हुन्छ। अनि यो भयो, यो अर्को छ नि, यो 4वटा बनाएको यो सानो स्क्वायरलाई चाहिँ यसरी ढाक्ने, झ्यामसँग यस्तो छ, त्यो भएर यसरी ढाक्नु पऱ्यो। स्लिप बनाइदिनु एक मात्र है, त्यति खिच्नु मैले एडिट गरिदिन्छु कि यसरी तान्नुपर्छ कि एक्चुअली दुईचोटि गरेर कपडा तान्नुहुन्छ बिस्तारै बिस्तारै सुरुमा चाहिँ पैसा हुन्छ भने नपर्नु सिधै गर्नु। अनि यसरी यो फेरि अब हाफ गयो है, यसरी सेक्युर गर्यो। अनि यो भन्दा अलिकति तल गर्नुपर्छ है, यस्तो गरेर डिजाइन देखिन्छ। बल्ल डिजाइन गर्छ। यसमा चाहिँ टेपको मार्नु भयो, त्यो चाहिँ बसेर जान्छ। अनि त्यसको टेपको मार्नु जान्छ। फेरि आएको यो हिँड्ने, यसले पनि यस्तो गर्यो, यस्तै टेप लगाइदिएँ। फेरि अब अघिको यसरी यो अलिकति तल फेरि टेप लगाएँ। टेपको चाहिँ जान्छ है, महत्त्वपूर्ण भूमिका छ टेपको छ। टेप भयो भने यो बुटेको अनि यहाँ पनि यस्तै टेप लगाउने। पछाडि लगाउँदिन्छ। अहिले स्टिच लगाउँछ, स्टिच फेरि च्याप्टी बनाएर लगाउँदिन्छ, स्टिचको पिनले ट्याकले अनि चाहिँ ठिक छ। अब फेरि यो लिने यो अहिले चारवटा बनाएर गर्ने, अनि यस्तो गर्ने डिजाइन हेर्नु है, कसरी गर्ने तपाईँहरू पज गर्दै सक्नुहुन्छ। अनि यसरी यसरी राख्छ है। अनि फेरि अर्को लिने, त्यसको सानो अनि यस्तो गर्ने गर्ने र साइडको ग्यापमा यसरी राख्ने, राम्रो दिन्छ, ठुलो भक्क दिन्छ। यस्तो गर्ने गर्दै टेप लाग्दै गर्दै टेप लाग्दै अब फेरि अघिको त्यो आएको चारवटा फेरि 4वटा भएको गर्ने, भयो। यो ग्यापमा यस्तै पेस्ट गर्ने। बिस्तारै बिस्तारै बाँधिन्छ है, एकैछिन बाँध्दैन, बिस्तारै बिस्तारै बाँधिन्छ। हाम्रो पनि फेरि टाइम लाग्छ, मैले गाली गरेको पनि अनि यो भयो, यसलाई चाहिँ यस्तो गरेर एकचोटि टेपले बाँध्यो भने राम्रो हुन्छ, टाउको बाँध्यो भने राम्रो सेप दिन्छ। यो भयो। त्यसपछि अब फेरि एउटा लामो लिने, अब यसरी नाप्ने, यस्तो हाफ गर्दै माथि भागलाई राख्ने। यो गोल्डन पार्ट चाहिँ तल राख्यो भने चाहिँ राम्रो देखिन्छ पनि, त्यही भएर यसरी गोल्डन पार्टलाई राम्रो राखेर अनि यहाँ चाहिँ हर्ड ग्लु लगाइदिने भित्रबाट यस्तो गर्ने। यो अगाडिको देखिने भाग चाहिँ सकेसम्म यहाँ चाहिँ हर्ड ग्लु नलाग्नु राम्रो, यस्तो पछाडि पार्ने जोइन भएको भागले चाहिँ पछाडि पार्ने, जसले गर्दा चाहिँ राम्रो फिनिसिङ देख्छ। अनि यहाँ यसरी हर्ड ग्लु लगाउने, अनि यहाँबाट बो पाइन्छ, रिबनले पनि बाँध्न सक्नुहुन्छ, बो पनि पाइन्छ। अनि यस्तो देखियो।